पोखरा महानगरपालिका भित्र अब जग्गा किनेर रिसोर्ट रेस्टुरेन्ट अथवा कुनै व्यापार बिजनेस गरेर चाहिँ बस्न मिल्ने खालको ठूलो क्षेत्रफलको जग्गा चाहिँ खोजिराख्नु भएको छ, हेरिराख्नु भएको छ र पाउनु भएको छैन भने लालपूर्जा पोखराले चाहिँ तपाईलाई सहजीकरण गराएको छ। किनभने आज हामीसँग करिबन 8 रोपनी भन्दा माथि 8 रोपनी 10 आना प्लसको जग्गा चाहिँ हामीले तपाईलाई चाहिँ सेलमा लिएर आएका छौं, जुन चाहिँ स्क्रिनमा पनि मजाले देखिराख्नु भएको छ। यो चाहिँ होटल सञ्चालनको लागि, रिसोर्टहरू गर्नका लागि, रेस्टुरेन्टहरु खोल्नका लागि चाहिँ एकदमै राम्रो छ। यो पोखरा वडा नम्बर 16 टपमा चाहिँ पर्छ, हाइटमा छ, बस्नको लागि पनि एकदमै आनन्दको ठाउँ छ भने तपाईले यो व्यापार गर्नको लागि चाहिँ राम्रो छ। यो पोखरा पृथ्वीनारायण क्याम्पसबाट करिबन तपाईको चाहिँ यहाँ पुग्नका लागि 20-22 मिनेटको चाहिँ टाइम लाग्छ। यहाँ चाहिँ तपाईले हाउसिङहरु बनाउँछु भन्दाखेरि पनि राम्रो छ, किनभने यहाँ बाह्य आन्तरिक पर्यटकहरु चाहिँ आवत जावत हुने ठाउँ पनि हो। घडेरी एकदमै राम्रो छ हैन, अनि यहाँ चाहिँ बाटोले छोएको पनि छ, धेरै टाढा पनि भएन बजारबाट, अनि हाइटमा पनि छ। सिरसिर हावा चलिराख्ने ठाउँमा चाहिँ तपाईले यो जग्गा चाहिँ पाइराख्नु भएको छ, सेलमा छ, मूल्य पनि मिलाएर आएको छ। इच्छुक हुनुहुन्छ, साइट भिजिट गर्न चाहनुहुन्छ अथवा यसको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने माथि दिएको कन्ट्याक्ट नम्बरमा कल गर्नु है त।